सबैलाई नमस्कार। मैले आज एउटा मेरो परिकल्पनाले एउटा यस्तो यो डिजाइन गरेको थिएँ, डिजाइन गर्नु गरेर हाम्रो एउटा स्मार्ट बोर्ड छ। तर स्मार्ट बोर्डको मूल्य चाहिँ धेरै महँगो हो। तर यो महँगो भए तापनि यसलाई चाहिँ हामीले गर्न नसकेको अवस्था थियो। अर्थात् यति महँगो चिजलाई यो 4,25,000 हामी पहिलेकै किनेका थियौँ। र यस्ता हाम्रा स्मार्ट बोर्डहरू विद्यालयमा 5वटा छ। हामी स्मार्ट बोर्डबाट हामी चाहिँ विद्यार्थीलाई पठन पाठन गराउने गर्छौँ। र यसलाई चाहिँ धुलो धुवाले चाहिँ खाइरहेको थियो। मेरो मानसिक परिकल्पना के आएको भन्दाखेरि यस्तो महँगो चिज चाहिँ यसलाई कसरी सेभ गर्ने होला भन्ने चाहिँ कल्पना लाग्यो। र मैले त्यसपछि हाम्रो मिस्त्रीलाई बोलाएर, हाम्रो गृह उद्योग हुनुहुन्छ र उहाँलाई चाहिँ बोलाएर मैले यसको चाहिँ परिकल्पना गरेँ। र यसरी बनाउँदाखेरि यसलाई चाहिँ सूचित हुन्छ, यता धुलो धुवा कोही पनि नआउने पुरै प्याक छ है, एक डिब्बामा प्याक छ। हेर्नु यसरी चाहिँ यहाँ खोलेर चाहिँ हेर्नु मिल्छ। यसरी प्याक छ, यता पनि कतैबाट पनि सिप्याक छ। र यसलाई पछि कलर पार्न मिल्ने बनाएको छु र बनाउन लगाएको छु। मैले बनाएको त होइन, मेरो परिकल्पनाले बनेको हो। र यसलाई अब हामीले यसरी लगायो भने, यस्तो राख्यो भने चाहिँ बन्द हुन्छ। र यसले बोर्डरको पनि काम गर्छ। लाइट नभएको बेलामा कुनै समस्या आयो भने हामीले बोर्डर मार्कर भनेर यसलाई चाहिँ हामी देख्न सक्छौँ। अथवा यसैमा हाम्रा कामहरू हुन्छन् भने यसले दुईवटा काम हो। एउटा काम कभर पनि भयो, स्मार्ट बोर्डको कभर भयो भने अर्को यसको व्हाइट बोर्डको काम पनि यसले गर्छ। र तपाईँहरू कहाँ पनि यस्तो प्रकारको स्मार्ट टिभीहरू छन् भने, विद्यालयमा स्मार्ट टिभीहरू छन् भने यसको संरक्षण गर्न हामी सबैको कर्तव्य हो। हामी के सोच्छौँ त भन्दाखेरि सरकारी सम्पत्ति भन्ने बित्तिकै हामीलाई चाहिँ मतलब हुँदैन र हामी बिग्रियोस् के होस् भन्ने कुरा हामीले त्यति चासो राख्दैनौँ। तर यिनीहरूको संरक्षण सम्वर्धन गर्ने पनि हाम्रो कर्तव्य हो। आजको विद्यालय बिदा छ, आज शनिबार पनि थियो। र यो पहिलो आइडिया भएको हुनाले हाम्रो यो गृह उद्योगको हाम्रो श्रीनगरमा रहेको गृह उद्योगको नाम हाम्रो गृह उद्योगमा रहेको छ। भाइको नाम के अरे, हाम्रो बनाउनेको नाम के भन्छ खैरामा गृह उद्योगको भाइ नाम के उहाँलाई चाहिँ डिजाइन बनाएको थिएँ, ग्राउन्ड लगाएको। मैले कल्पना गर्दै यो धेरैचोटि भत्काउनु पनि पऱ्यो। सायद आज 6औँ दिनमा यो बन्दैछ नि होला, 6औँ दिन भयो लगाएर सहर चाहिँ साह्रै अप्ठ्यारो भयो, घाटा लाग्यो भनिन्छ। तर मैले घाटा होइन, विद्यालयले सेवा गर्नुपर्छ, सेवा गरेर राम्रो काम हुन्छ भनेर लगाइरहेको छु। उहाँलाई पहिलो चाहिँ उहाँको पनि एउटा सिकाइ हुँदैछ है, उहाँको लागि पनि सिकाइ हो। र मेरो लागि चाहिँ मेरो आइडियामा उहाँले चाहिँ काम गरिराख्नु भएको छ। र घाटा भए पनि उहाँले चाहिँ योबाट सिक्नुभयो भने धेरै कुराहरू सिक्नु भएको छ। एउटा जम्मरी काम, राम्रो कामको लागि मैले मानेको छु। र आज शनिबारको दिन हो, म एउटा टिचर भए पनि नआउनेछुमा यहाँ काम गर्न लागि आज दिनभरि नै उहाँलाई आइडिया दिन यस्तो प्रकारले बनाउनुहोस् भन्ने कुराहरूको लागि कहाँ कहाँ बिग्रिन्छ यसलाई सन्तरण कामहरू गरिरहेको छ। र तपाईँहरूको विद्यालयको स्मार्ट टिभीहरू, महँगा स्मार्ट टिभीहरू छन् भने, स्मार्ट बोर्डहरू छन् भने यस्तो तरिकाले चाहिँ है सूचित छ। रासँग सूचित भयो। यहाँ लाइन साइन कुनै समस्या प्राप्त कारण भयो, टेक्निकल प्रोब्लम भयो भने त्यसरी हामीले चाहिँ विद्यालयमा सिकाइरहन सक्छौँ। र यो एउटा आइडिया आज सफल भएकोमा म पनि धेरै खुसी छु। आइएम भेरी ह्याप्पी। किनभने मेरो परिकल्पना भनेको थियो सरकारी सम्पत्तिको संरक्षण सम्वर्धन गर्नु हामी सबैको कर्तव्य हो। त्यस कारण अब यो हाम्रो त्यो महँगो चिज थियो, यस्ता हाम्रा 5वटा छन् यिनीहरू, 5वटा बोर्डहरू पढाइ गर्छौँ। यो काम सबै